फिलेट आउट गरियो है। अब 3 नम्बरमा तपाईँ के आउट हुन्छ त रिब्स। यसमा धेरै हुँदैन यो माछामा। यो र सालमनको जुन मेन्टालिटी हुन्छ नि, यो बन्ने तरिका हुन्छ नि, बडी स्ट्रक्चर हुन्छ नि, एउटै हुन्छ। फरक एउटा मात्र हुन्छ, सालमनको यहाँ पिन हुन्छ तपाईको 23 देखि 29 वटा पिन हुन्छ, त्यो यसरी निकालेको हुन्छ, त्यो पिन हुन्छ। तर यसमा हुँदैन, फरक त्यति मात्रै हो। यो करङको भाग, करङ कहाँसम्म आउने भएको कुरा है, तपाईको यो छाला निकाल्ने तरिका अरु सबै एउटै हुन्छ, सालमनसित मिल्दोजुल्दो हुन्छ। ल हेर्नुस्, अब यसलाई करङ निकाल्दाखेरि सिधा काट्यो भने मासु गयो, धेरै गयो। ल हेर्नुस्, बिस्तारै यसरी ल हेर्नुस्, यो निकाल्दिनु हो। यो वेस्ट हुँदैन, यो करी चाहिँ हुन्छ है, र यो चाहिँ वेस्ट हुन्छ, हड्डी हो, करङ मात्रै हो। अनि यो चाहिँ त्यसको करी हुन्छ, स्टाफले करी खान्छ यहाँ। ल हेर्नुस्, अनि यसलाई यसरी बोसो निकाल्ने, जहिले पनि यो बोसो फालिदिने हो। बोसोले तपाईँको स्किनलेस गर्नलाई असर गर्छ है। कसको छ उदाएको छैन त हो। हेर्नुस्, अब यो छ नि, यो पनि बोसो हो है। कुनै कुनै केसमा यहाँ हड्डी हुन्छ यहाँनिर है। यसरी थोरै बोसोलाई आउट गर्नुहोस् यसरी हो। अब छाला निकाल्दाखेरि टाउको निकालिदियो, प्लेट निकालिदियो, बोसो निकालिदियो, करङ निकालिदियो। अब के बच्यो यसको लागि छाला मात्र बच्यो है। यो कटिङ गर्दाखेरि यस्तै चिलियो आउनु पर्यो, चक्कु लागेको क्या परेको हुनु हुँदैन। यदि फ्रेस भर्खर मारेको माछा छ भने यसरी यहाँ समातेर यसरी सर्र पारे पनि यो सर्र छाला आउँछ। तर यो एकचोटि डिपोज भइसकेको माछा यताबाट सर्र आउँदैन है। यो एकचोटि जमेर आइस भएर भएको माछा अनि फ्रोजन भएको। अब यसलाई यसको पनि तरिका छ, फेरि यताबाट निकाल्न मिल्दैन भनेर होइन, आरामले निक्लिन्छ। हेर्नुहोस्, यो भागलाई छाला र मासुको बिच भागबाट यति जति काट्नुहोस् हो, यति जति काट्नुहोस्, यति जति काट्नुहोस् है। यति जति काटिसकेपछि यसको लेयर हुन्छ, छाला र तपाईँको मासु बिचको एउटा लेयर हुन्छ। त्यो लेयर छुट्याउनु पर्यो पहिला। त्यो लेयर छुट्याउनलाई चक्कुको सहायताले यसरी यसरी छुट्याउनु पर्यो। यो लेयर आयो नि।